Good morning, Arby. Good morning, mommy. Get up. अनि उठ न त उठ अब उठ न त अनि उठ्नु परेन स्कुल जान ढिला भयो किसी गरे खै मम्मालाई अलि राम्ररी माग छु खै मम्मा पनि दुख्छ अनि त्यही भएर घरमा बस्दा पनि त्यो गर्नु पर्यो नि त अनि दुईचोटि बाट्नु पर्यो नि त तिमी सट्ट फाल्छौ स्कुलबाट आएपछि फिर तपाईँ फेरि दुखाइ अनि तिमीले फेरि स्कुलबाट आयो दुईचोटि किन फाल्छौ त कहाँ फेरि तिमीले रगत लगाउन त रबत त्यही फलेन मुसाले खायो होला अब रगत पनि मुसाले खान्छ कस्तो हो केटा अनि अरू कस्तो चल्दैछ तिम्रो पढाइ होमवर्क त गर्यौ नि सबै गरेर के गर्यौ नि होमवर्क त अनि हामी हिरो देख्छ अनि दुईटै कहिले एउटा रगत एउटा रबत त्यसो एकछिन होस् यो वाला नि ब्ल्याक कलरको देऊ त ब्ल्याक कलरको छिटो 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 ढिलो भयो स्कुल जाने बिहान आयो सानो देऊ बच्चो छिटो देऊ बिहान आइसक्यो त्यसो ब्ल्याक कलर थ्याङ्क यू एकदम यो यही भएर यो फोर हुन्छ नि यो नब्ने अब ज्याकी ओके अनि त्यतिर टर्न यो एउटा तुलसी मात्रै बाट्यो अब यो ब्ल्याक कलरको अब यो अर्को ब्ल्याक कलरको एउटा तुलसी मात्रै बाट्यो अनि त्यो लगाएर हुन्थ्यो तिम्रो कपाल ज्याङ भएको सबै निस्किएको निस्किएको कहीँ चिप्टेर छ त्यसै मम्मी यता चाहिँ मेरो अरू कपाल यता चाहिँ अर्को कपाल आयो मेरो सिधा गर न सानो नहल्यौ न ल्याउ रगत ल्याउ किन आउँछ हल्लिने नहल्यौ स्कुलमा धेरै चक्कर गरिदिनु तिमीले गर्दिन यो गर्छौ गर्दिन म्यामलाई सोधौँ म्यामले त आरबीले साह्रो चक्कर गर्छिन्छ म्याम भन्दै हुनुहुन्थ्यो त अब गर्दिन मम्मी एक दिवाली क्लास टिभी भेटबारी सुसु गऱ्यो हो र अगाडि ल गेट अप आरबी इज रेडी के छ त किन हो त आरबी के भयो व्हाट ह्यापन म राखिदियो त ब्यागमा अब दियो है आन्टीलाई ओके ओके ल जमिना हिँड नि त अनि म आउँछु नि त तिमी हिँड नि त अनि तिमी अगाडि हिँड नि त ल म आउँछु हिँड गुड जब खै त ह्याप्पी भएको खै त अनि हाते मोजा त चिसा छन् नि त तिम्रो सुके छैन नि के डार्लिङ ल यहाँनिर घाममा अड्ड्यौ खै त हेर त कस्तो भइछु हेर्छु एकचोटि तिमीलाई देखेको छु हेर्छु म ल अब आधी स्कुल जाने बेला मम्मालाई यसो किसी गरिदेऊ न त Bambar tiro, corcotilo, pilo, bilo, goldo, bilo, tulitida. आरबी 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 यहाँ सुन न आज के तिम्रो बिहान आउनु होला अब स्कुल हैन म्यामले भन्छ होइन कुन म्यामले भन्छ चिजला
गरिदिँदा बेब आज अब बिहान आउनु होला अब के गर्छौ त स्कुल जान्छौ कि घर फर्किन्छौ फर्किन्छु के गरे स्कुल जान्छु हिँड्दै हिँड्दै भए पनि स्कुल जान्छु भन्नु पर्यो हिँड्दै जान्छु मेरो कोठाको हालत यस्तो छ किचनको हालत अब पनि खाना तताउनु पर्यो खानु पर्यो होइन यस्तो छ हालत के गर्नु अब यस्तै छ जिन्दगानी दर्पण छाया तरकारी तताउन पर्यो मलाई यति भए साग पुगिहाल्छ होला कि के हो त्यो त दुईटा पुत्ला पनि छैनन् त रिलिफा नखाएर राखे आएर चाहिँ यसलाई गरम गर्नु पर्यो होइन अनि सट्ट रोटी छ हिजोको रोटी खानु पर्यो यति भए त इनफ होइन यता चिया बजा छ अनि यो भयो अब यो चाहिँ तातिसक्यो होइन चिया तताउनु पर्यो अनि खानु पर्यो यति भित्र रोटी भएको इनफ मलाई जे छ त्यतिमा खाने हो यो चाहिँ मेरो खाना साग अनि यो चिया खाना खाइसकेपछि मैले भाँडाहरू मोलेर मोल्न गएँ त्यसो भाँडा मोलेर कोठा सफा गर्नु पर्यो भन्ने कोठा सफा गर्न लाएँ यो चाहिँ म बिस्तारा मिलाउँदैछु अब के गर्नु नानी स्कुल गएपछि यति त गर्नै परिहाल्यो होइन अनि तपाईँहरूलाई मेरो भिडियोहरू के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब गर्न नबिर्सिदिनु होला तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट मार्फत जानकारी गराइदिनु होला भन्दै मेरो भिडियो आज यतिमा इन गर्छु बाई बाई थ्याङ्क फर वाचिङ मी अनि यो चाहिँ मेरो फाइनल लुक यस्तो बनाएँ मैले यतिसम्म चाहिँ बनाएँ थ्याङ्क यू फर वाचिङ मी बाई बाई लभ यू